मुन्ने मचन्द चिन्नु भएन के मुन्ने मचन्द क्या मचन्द मुन्ने अझै चिन्नु भएन मुन्ने के मुन्ने माओवादी बेच्ने मचन्द मुन्ने जनयुद्ध कालपाकादेखि नै सिकेको एउटा कुरा चाहिँ यो बेचिने चिज चाहिँ समयमै बेचेको राम्रो त्यही भएर हामीले यसपालि निश्चय नै यो निर्णय गरेर मुन्ने बेचेको नै हो तर मुन्ने एकचोटि फेरि साथीभाइले विश्वास गरेर हामीलाई फेरि सत्तामा पुर्याइदिनु भयो भने हामी यो देशलाई दक्षिण एसियाकै अग्रणी राष्ट्रको रूपमा चाहिँ होइन तर मुन्ने जति पनि पछिल्ला हामीले 10-12 वर्षदेखि गर्दै आएका छौँ फेरि त्यही क्रियाकलाप मुन्ने फेरि हामी दोहोऱ्याउन चाहिँ यो साथीहरू बीचमा मैले अहिले क्लियर गर्न चाहे किनभने मुन्ने गल्ती भनेको जति गरे पनि फेरि गर्ने चिज हो यो सुध्रिने खालको मुन्ने गल्ती चाहिँ हुँदै होइन मुन्ने फेरि यसपालि भोट चाहिँ हाल्नु भयो भने मुन्ने एकदमसँग हामीलाई हालेर एकचोटि जनताले विश्वास गरिदिनु होला हामी एकदम यो प्रजातान्त्रिक लोकतान्त्रिक हामीले जनयुद्ध लडेर हामीले सङ्घर्ष गरेर ल्याएको यो लोकतान्त्रिक यो राष्ट्रमा हामी फेरि एकचोटि उदय हुन चाहन्छौँ जनताले यसपालि हामीलाई विश्वास गरिदिनु होला अब फेरि म यति भन्दै अहिले डायलगै सकियो कोई तरीका है भीख मांग बेटा तुमसे ना हो पाएगा